अस्ति चाहिँ हाम्रो सिल्भर कोइन जित्ने हाम्रो सर नै हुनुहुन्छ होइन, यो सिल्भर कोइन पर्यो र उहाँको फर्स्ट प्राइज चाहिँ 600 क्यासब्याक थियो भने सेकेन्ड चाहिँ तपाईँको यो एउटा गेमिङ माउस थियो, थर्डमा चाहिँ उहाँको यो सिल्भर कोइन परेको थियो। सर यो चाहिँ हजुरको गिफ्ट। हजुर धन्यवाद। हजुरलाई कम्प्युटर दरबारमा ल्यापटप किन्दाको एक्सपिरियन्स कस्तो रह्यो होला? एकदम राम्रो लाग्यो। अब न्यु रोडदेखि सबै ठाउँमा घुम्दै यहाँ आउँदाखेरि प्राइस चाहिँ एकदम रिजनेबल पनि लाग्यो। उहाँहरूले सबै गाइड पनि गरिदिनु भयो, एकदम सजिलो पनि भयो मलाई किन्नलाई। अनि सर हाम्रो कमेन्टमा कति आइराखेको हुन्छ कि यो ग्रान्ड प्राइजहरू भने चाहिँ फेक हो, आफ्नो मान्छेलाई मात्रै पार्ने हो, धेरैवटा कमेन्टहरू मैले देखिरहेको थिएँ। हजुरको यसमा भनाइ के छ? अनि हजुरले गेम चाहिँ हाम्रो स्टोर आउनुभन्दा अगाडि नै हजुरलाई थाहा थियो कि अथवा स्टोर आइसकेपछि थाहा पाउनुभयो? गेम त सुरुमा थाहा थिएन, म त यतिकै किन्न आएको। गेम पनि छ भनेर यही आएपछि थाहा भयो। र गेममा अब यो जित्ने पनि अब ऱ्यान्डमली जिते नै भन्नु पऱ्यो मैले ग्रान्ड प्राइज। जोस हाम्रो कमेन्ट्समा आउने चिजलाई चाहिँ हजुरले के भन्नुहुन्छ त्यसको लागि? त्यो त अब जसले पनि जित्न सक्नुहुन्छ। तपाईँहरू आयो भने त्यो कसैले जित्ने नजित्ने होइन, अब लकमा चाहिँ भर पर्छ तपाईँको। आउँदाखेरि मलाई त गेम थियो भनेर नि थाहा थिएन, उहाँहरूले खेलाइदिनु भयो, यतिकै खेलेको जितेको हो मैले, त्यो लक्की भएर। हजुरको लकले जित्नु भयो? हजुर लक। जोस कम्प्युटर दरबारमा ल्यापटप किन्दा एकदम ह्याप्पी हुनुहुन्छ? एकदम खुसी छु म। हजुरको फ्रेन्ड्स फ्यामिली अनि अरू हाम्रो भ्युअर्सहरूलाई कम्प्युटर दरबार आउन के सबैलाई आउनुहोस् भन्छु। मेरो त एउटा भाइले पनि पहिला किनेकै थियो यहाँबाट, उसले राम्रै छ, रिजनेबल प्राइसमै पाएको छ भनेर म पनि आएको हो। हजुर पनि रेकमेन्डेसनमै आउनु भएको थियो? एकदम। ओके ल सर, कङ्ग्रेचुलेसन्स। हजुरले सिल्भर कोइन पनि जित्नु भएको छ, हाम्रो ग्रान्ड प्राइजहरू होइन। सर फेरि आउनुपर्छ है? फेरि ओके ओके सर।